स्थापना, इतिहास र विकासको स्वर्णिम यात्रा। आज झापा जिल्लाको दक्षिण पश्चिम क्षेत्रको अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित श्री प्रगति माध्यमिक विद्यालयको इतिहास त्याग, समर्पण र सामूहिक प्रयासको प्रेरणादायी गाथा बनेको छ। पाडाजुङ्गी गौरियन सडक खण्डले छोएको तत्कालीन जुरोपानी गाउँ विकास समिति हाल गौरादा नगरपालिका वडा नम्बर 8 गल्डुबामा अवस्थित यस विद्यालयको स्थापना विक्रम सम्वत 2018 सालमा भएको हो। त्यसबेला वरपरका क्षेत्रमा कुनै विद्यालय सञ्चालनमा थिएनन्। शिक्षाको उज्यालो गाउँसम्म पुर्याउने महान उद्देश्यका साथ स्वर्गीय वैद्यनाथ प्रसाद शाहको नेतृत्व तथा स्थानीय अभिभावक, समाजसेवी र शिक्षा प्रेमीहरूको अथक सक्रियताबाट विद्यालयको आधारशिला खडा गरिएको थियो। तत्कालीन जुरोपानी गाउँ विकास समितिको भवन रहेको स्थानभन्दा पूर्व दक्षिणतर्फको सार्वजनिक जग्गामा बाँसका खम्बा र टाटी बेराको साधारण संरचनाबाट प्राथमिक विद्यालयका रूपमा सुरु भएको यो शैक्षिक अभियान समयसँगै स्थानीय समुदायको अथक माया, श्रम र योगदानबाट निरन्तर विस्तार हुँदै गयो। विक्रम सम्वत 2021 सालमा नेपाल सरकारबाट प्राथमिक तहको औपचारिक स्वीकृति प्राप्त गरी विद्यालय प्राथमिक विद्यालय केन्द्र नम्बर 1 का नामबाट सञ्चालनमा आयो। त्यसपछिका वर्षहरूमा स्थानीय अभिभावकहरूको निरन्तर सहयोग र नयाँ शिक्षा पद्धतिको कार्यान्वयनसँगै विद्यालयले विक्रम सम्वत 2029 सालमा निम्न माध्यमिक तह सञ्चालन गर्ने स्वीकृति प्राप्त गर्यो। शिक्षा प्रतिको समुदायको अटल विश्वास र समर्पणले विद्यालयको विकास यात्रालाई अझ तीव्र बनायो। विक्रम सम्वत 2040 सालदेखि स्थानीय अभिभावकहरूको लगानी तथा निजी स्रोतको सहयोगमा माध्यमिक तह सञ्चालन गर्ने स्वीकृति प्राप्त भयो। त्यसपछि विद्यालयले विक्रम सम्वत 2044 सालदेखि आफ्नै केन्द्रबाट एसएलसी परीक्षा सञ्चालन गराउँदै यस क्षेत्रका विद्यार्थीहरूको शैक्षिक यात्रामा नयाँ अध्याय प्रारम्भ गर्यो। समयको माग अनुसार शैक्षिक विस्तारलाई निरन्तरता दिँदै विक्रम सम्वत 2066 सालमा उच्च माध्यमिक शिक्षा परिषदबाट उच्च माध्यमिक तह सञ्चालनको अनुमति प्राप्त भयो। व्यवस्थापन तथा शिक्षा संकायमा अध्ययन अध्यापन सुरु गर्दै विद्यालयले दक्षिण पश्चिम झापाका हजारौं विद्यार्थीका लागि उच्च शिक्षाको सहज अवसर सिर्जना गरेको छ। सामान्य झुपडीबाट सुरु भएको एउटा सानो शैक्षिक अभियान आज आधुनिक पूर्वाधार, दक्ष जनशक्ति, प्रविधि मैत्री शिक्षण प्रणाली र गुणस्तरीय शिक्षाका माध्यमबाट यस क्षेत्रकै विश्वासिलो शैक्षिक केन्द्रका रूपमा स्थापित भएको छ। यो केवल विद्यालयको विकासको कथा मात्र होइन, समुदायको सपना, समर्पण, एकता र शिक्षा प्रतिको अटुट विश्वासको प्रेरणादायी इतिहास पनि हो।